यौन कथा खलनायकको प्रेम। कथाकार नारायण ढकाल। सडकको पेटीमा उभिँदा प्वाक जत्तिकै हलुङ्गो भएको थियो ऊ। उसको मनमा आफ्नो अस्तित्वको बिम्ब एकदमै टर्कारो र प्रखर भएको थियो। उसको दाहिने हात पाइन्टको दाहिने खल्तीमा घुसेको थियो र उसका 5वटा औँलाहरूले सत्तासीन अनुभूतिमा अश्लील तस्विरहरूको रिललाई स्पर्श गरिरहेकी थिए। ऊ टुकुचाको पुलनेरको पेटीमा उभिएको थियो। त्यसै बखत हावाको एक झोक्का उठ्यो र सडकको धुलो उडाएर उसको अनुहारसम्म ल्याइदियो। उसले आँखा चिम्लियो। यो रिल त धुनै पर्छ, त्यसपछि वास्तविक युद्धको सुरुवात हुन्छ, उसले मनमा नै भन्यो। रिल धुने निर्णयलाई अन्तिम रूप दिएपछि उसलाई त्यहाँ उभिरहनुमा कुनै तुक लागेन। त्यसपछि बागबजारतिर अघि बढ्यो। साउजी, यो रिल हेर्नुस् त। स्टुडियोभित्र पसेपछि उसले पाइन्टबाट रिल झिक्दै भन्यो। त्यसै बेला उसको अनुहार केही कालो रङमा बदलियो। यसबाट बुझिन्थ्यो उसको मनको खलनायक केही हदसम्म खुम्चिन थालेको छ। धेरै पुरानो रहेछ, हावा पसेको पनि हुन सक्छु। रिल हातमा लिएपछि स्टुडियोको साहुले भन्यो। हावा पसेको भए एउटा पनि फोटो बन्दैन त? अबोध अपराधीले जस्तो प्रश्न गर्यो उसले। क्या कुरा गर्नुहुन्छ? त्यति सामान्य कुरा पनि थाहा छैन तपाईलाई? ठुस्किएर साहुले भन्यो। सायद स्थानीय बासिन्दाको पसल थियो त्यो। पसलेको हाउभाउ र बोल्ने शैलीले त्यसै बताउँथ्यो। उसले खलनायकलाई गहिरीसित आँखा गाडेर हेर्यो र उपत्यका बाहिरको परिचक्री ठानेर हेप्न थाल्यो। अब स्टुडियोको पसलेले उसलाई हेप्न थाल्यो। त्यसपछि खलनायकभित्रको अपराधी अरू बढी डराउन थाल्यो। हावा पसेको भए भइगो, फिर्ता दिनुस्, उसले भन्यो। त्यस्तो त नपसेको पनि हुन सक्छ, पसलले पुनः भलादमी देखियो। प्रिन्ट गरेर हेर्नुहुन्छ भने 40 रुपियाँ लाग्छ। पुनः पसलेले कुरा अघि बढायो। भइगो, अहिले यसबारे म पछि विचार गरेर आउँछु, उसले भन्यो। रिल फिर्ता लिएर पुनः ऊ सडकमा आइपुग्यो। एक मन त उसलाई लाग्यो, मैले जे गरे ठिकै गरे। एउटी खाते तहकी आइमाईलाई तल झार्न यत्रो ठूलो जोखिम किन लिने? त्यस्ता सस्ता आइमाईहरू शहरमा कति हुन्छन् कति। प्रेम गर्छन्, नाङ्गा तस्विरहरू खिचाउन पनि सुरिन्छन् र पछि फेरि अर्कोतिर सल्किन्छन्। बजार अर्थतन्त्रमा यस्ता चरित्रहरू कति हुन्छन् कति, अनि कतिजनासित शत्रुता गर्ने। तर एकैछिनपछि उसको मन अर्कोतिर कोल्टे फेर्यो। उसले मनमा नै भन्यो, तर मैले उसित त प्रेम गरेको थिएँ, साँचो प्रेम गरेको थिएँ। यसरी कसैको सरलतालाई ठग्न पाइन्छ? प्रेमको हत्या गर्न पाइन्छ? यसको विरुद्ध युद्ध त लड्नै पर्छ। त्यस बाइफालाको वास्तविक अनुहार समाजलाई बताउनै पर्छ। त्यसपछि उसले सडकको एउटा खण्डमा हेर्यो। त्यहाँ एउटा ठूलो खाडल थियो। बर्सातमा परेको पानी नालीमा पठाउन बनाएको खाडल। त्यसमा छोप्ने जालीदार ढक्ने बिग्रिएको थियो। उसले खाडलको मुखैनेर गएर चिहाएर हेर्यो। त्यो निकै गहिरो थियो। भित्रपट्टि कालो अँध्यारो मात्र देखिन्थ्यो। ऊ अर्थात् खलनायकले सोच्यो, अब मेरो गन्तव्य त्यतैतिर हुनुपर्छ। राधासितका सबै पापहरू म त्यही अँध्यारोमा विसर्जन गर्छु अनि त्यो प्राविधिक आत्मा भएकी आइमाईलाई सदाका निम्ति बिर्सन्छु। यस्तो अर्थ नभएको युद्धमा किन धकेलिने? त्यति सोचेर उसले रिललाई खल्टीबाट झिक्यो। तर तत्कालै उसको मनमा अर्को अनुभूति बलियो हुन लाग्यो। उसले भन्यो, के हरेक पराजयमा आत्मसमर्पण गरेर बाँच्नु नै जीवनको परिभाषा हो? एउटी राधालाई सहयो, पुनः अर्की राधासित केही समय प्रेम सूत्र बाँधियो अनि उसले पनि प्रेमको उत्कर्षको नाटक गर्दै नाङ्गा तस्विरहरू खिचाउँछे। त्यसपछि ऊ पनि उसलाई त्यागेर अर्कैसित बहिर्गमन गर्छे? हुँदैन। जो जे हो त्यसको वास्तविक परिचय समाजले जान्न पाउनै पर्छ। म राधालाई छोड्दिन। ऊ यति ठूलो अन्तर्द्वन्द्वमा फस्यो कि उसले अँध्यारो खाडलमा प्याक्छु भनेर झिकेको रिल पुनः पाइन्टको खल्टीमा ठन्क्यायो। ठिक छ, यो रिलमा हावा पसेको वा नपसेको तथ्य पछि जाँचौँला। अब आज म यसबारे पटक्कै सोच्न चाहन्न। त्यसपछि ऊ त्यहाँबाट फटाफट रत्न पार्कतिर हिँड्यो। रत्न पार्क नपुग्दै अलिक अगाडि एउटा होटेल थियो। पश्चिमकी कुनै गाउँकी थकालिनीको होटेल हो त्यो। लज र रेस्टुराँ संयुक्त रूपमा भएको। तिब्बती शैलीको मोमो त्यहाँ निकै सस्तोमा पाइन्थ्यो। तसर्थ पराजित खलनायक होटेलभित्र पस्यो। मोमो 1 प्लेट है साउनी, उसले विजेता बन्ने शिथिल कोसिस गर्दै भन्यो। होटेल सुनसान थियो, तर उसको मन भने राधाको भूतले उत्तिकै आक्रान्त थियो। अचानक उसको मनमा एउटा विचारले जन्म लियो। कुनै अर्की राधासित तुरुन्तै मित्रता गर्ने हो भने कमसेकम यो तनाव अस्थायी रूपमा भए पनि समाप्त हुन्छ, उसले फैसला गर्यो। त्यसपछि उसको दिमागमा पत्रकार राधाको सम्झना भयो। ऊ निकै भद्र र सज्जन पनि छे।
प्रेम र अर्थव्यवस्थाबाट धेरै हन्डर, ठक्कर र वियोग भोगेको अनुभव छ उसमा। उहिले खलनायकसित उसको राम्रै सम्बन्ध पनि थियो। अहिले पनि उसको मुख्य समस्या पैसा नै हो। काठमाडौँमा बाँच्न र हाँस्न पैसा अनिवार्य चाहिन्छ। त्यसै कारण ऊ पत्रकार बनेकी थिए। उलाई राम्रोसँग लेख्न नआए पनि ऊ महिला भएकोले यो क्षेत्रमा टिकेकी थिए। उसप्रति सबैतिरबाट अतिरिक्त सहानुभूति थियो। यो सबै सोचेपछि खलनायक अचानक बुद्धत्व प्राप्त गरेको अनुभूतिमा पुग्यो। उसले मम टेबुलमा आइपुग्नुभन्दा अगाडि आफैलाई भन्यो, यो राधालाई प्रेम गर्नु नै त्यो राधासँग बदला लिने सर्वोत्तम तरिका हो। ऊ उठेर होटेलको काउन्टरमा गयो र पत्रकार राधालाई होटेलमा डाक्न धमाधम अङ्क थिच्न थाल्यो। त्यसपछि फर्केर आएर उसले युद्ध रफ्तारमा ममका ताता डल्लाहरू भुँडीभित्र घुसार्यो। राधा अमात्य नामकी त्यो केटी रातो वर्णकी भए पनि हिस्सी परेकी थिए। अघिल्लो राधामा जति मादकताको राप थियो उसमा पनि त्यत्तिकै मादकता थियो। म तिमीसित मित्रता गाँस्न लालायित छु। अझ तिमीलाई मान्ने हुन्छ भने हामी जीवनसाथी पनि बन्न सक्छौं। उसले राधा आउनसाथ पहिलो संवाद ओक्लियो। चेपारो घस्न त तपाईलाई कसले भेट्छ? भन्नुहोस् त, आज कति वर्षपछि मलाई सम्झिनुभयो तपाईले? बाङ्गो नखरा पार्दै राधाले भनी। बीचमा त्यस्तै पर्यो, एउटा अप्रत्याशित दुर्घटना नै भनौं। अब त्यस्तो हुँदैन, अब सधैँ म तिमीलाई सम्झिन्छु, उसले भन्यो। त्यसै बीचमा उसले एक बोतल बियर ल्याउन आदेश थियो। तिमी बियर खान्छौ? उसले सोध्यो। खान्न, कहिले खाएकी छैन, उसले भनी। नेवारकी छोरी भएर पनि बियर खाएकी छैनौ? उदेक मान्दै उसले प्रश्न गर्यो। यस्तो चीज मलाई बच्चैदेखि मन परेन, तर मेरा दिदीहरू चाहिँ खान्छन्। तिमी बियर नखाने तर तिम्रो साथीले बियर खाएपछि तिमीलाई गन्हाउँदैन? उसले लाज मानेको नाटक गरी। तदनुरूप उसको मुन्टो केही निहुरियो। साँझ निकै ढल्किसकेपछि खलनायकले उसलाई आफ्नो डेरातिर जान आग्रह गर्यो। उसले सहर्ष अनुमति प्रदान गरी। डेरामा पुगेपछि खलनायकले एकदमै मायालु भावमा उसलाई भन्यो, के तिमी मसित बिहा गर्न तयार छौ? यो प्रश्न गर्दा ऊ अघिल्ली राधालाई होच्याउँदैछु भन्ने ठानिरहेको थियो। स्पष्ट भन, के तिमी मसित बिहा गर्न तयार छौ? उसले त्यो प्रश्न फेरि दोहोर्यायो। यो प्रश्नको उत्तर दिनुभन्दा अगाडि म तिमीबाटै एउटा प्रश्नको उत्तर चाहन्छु, उसले पनि उस्तै तर्जमा खलनायकको टाउकाको कपालमा मायालु औँलाहरू छिराउँदै भनी। ऊ झस्कियो अचानक। अघिल्ली राधासितको प्रेमको विछोडमा पनि यस्तै वातावरणको सिर्जना भएको थियो। पत्रकार राधाले पनि हुबहु अघिल्ली राधाकै शैलीमा त्यो प्रश्न गरिन्। तिम्रो प्रश्न के हो? मुटु ढुकढुक पार्दै खलनायकले सोध्यो। मलाई बिहा गर्नु अगाडि काठमाडौँमा तिम्रो घर बन्छ कि बन्दैन? मेरो प्रश्न यही हो, उसले सपाट रूपमा भनी। खलनायकले पत्रकार राधाको अनुहारमा गहिरिएर हेर्यो। के उसलाई भ्रम त भएन? अथवा के यो विपना हो कि सपना हो? किनकि प्रश्न सोध्ने तरिका, शब्द चयन र आवाजमा समेत अघिल्ली राधासित पूर्ण समानता थियो। तिमी अर्की नयाँ राधा होइनौ? रन्थनिँदै प्रश्न गर्यो उसले। नयाँ राधाले खलनायकको प्रश्नको मननसय बुझिनन्। उसले आफ्नै कुरा दोहोर्याई र भनी, विवाहपूर्व काठमाडौँमा घर बनायो भने तिम्रो विवाहको प्रस्तावमा छलफल गर्न सकिन्छ। नत्र भने के भयो र? आखिर हामी राम्रो मन मिलेका साथी त छँदैछौँ नि। पत्रकार राधाको यो इमान्दार कथन सुनेपछि उसलाई स्पष्ट भयो, यो पनि उही राधा हो जसलाई प्रेम गर्न कुनै शर्त चाहिँदैन, तर घर जम गर्न सहरमा एउटा घर चाहिन्छ। अघिल्लीसित पनि ठिक यही नेर आएर वियोग परेको थियो। उसले भनेकी थिए, के विवाहपूर्व राजधानीमा एउटा घर बनाउन सक्छौ? उसको जवाफ थियो, तिम्रो प्रेम मेरो घरसित कि मसित? त्यसपछि झगडा पर्यो। त्यसपछि उसले बदला लिन कुनै समय खिचिएका नाङ्गा तस्विरहरूको रिललाई हतियार बनाउन खोज्यो। त्यही क्रममा ऊ बागबजार पुग्यो। त्यसैबीच अन्तर्द्वन्द्वमा परेर युद्ध विराम गर्यो र नयाँ राधालाई लिएर डेरामा आयो। कथाको फ्ल्यासब्याक यति नै थियो। निकै बेरसम्म चिन्तामग्न भएको देखेर नयाँ राधा छटपटाई। उसले फेरि पनि उसको बाक्लो कालो कपाल मुसार्दै भनी, बेकार किन चिन्ता गरेको? बिहेको विषयमा अहिले नै टाउको दुखाउनु पर्यो नि। यस विषयमा पछि नै कुरा गरे हुन्न? आखिर म तिमीलाई उहिलेदेखि नै अत्यधिक माया गर्ने केटी हुँ। आई लभ यू। नयाँ राधाले प्रेमको नयाँ कार्यनीति प्रस्तुत गरेपछि खलनायक कल्पना लोकबाट यथार्थमा झर्यो। यसले पुरानो राधासितको बदलाको आफ्नो अभियानलाई स्मरण गर्यो र भन्यो, आई लभ यू टू। त्यसपछि दुवै प्रणय सूत्रमा अनुबन्धित हुन तम तयार भए। ठिक छ, अर्को दुर्घटनाको सामना गर्न पनि हाम्रो सामु प्रेम गर्नु बाहेक अहिले अर्को विकल्प छैन। अन्त्यमा खलनायकले भावुक भएर भन्यो,